त्यो सटरमा त्यो कम्प्लेक्समा जसरी आगजनी भयो त्यसले सबैभन्दा ठुलो पीडा हामीलाई भयो। हामीले एकजना सञ्चारकर्मी गुमायौँ। हामी यो देशको सञ्चारकर्मीहरूको योगदानको कहिले पनि कुनै पनि नेपालीले बिर्सन सक्दैन भन्ने पक्षको मान्छे हुन्। नेपालको हरेक परिवर्तनमा जनताको आवाजविहीनहरूको आवाजलाई ठाउँ दिनु तपाईँ हामी सबैको सञ्चारकर्मी। यस्तो घटनामा दोषी जोसुकै होस् कारबाहीको भागीदार बन्नै पर्छ। जसले पनि सञ्चार क्षेत्रलाई तारो बनाउने, सञ्चार क्षेत्रमा आक्रमण गर्ने। हिजो ठिक छ, म त भन्छु उहाँलाई शहीद घोषणा गर्नुपर्छ तुरुन्तै। र दोस्रो कुरा, मिडियागिरीमाथि आक्रमण भएको छ। मैले त्यहाँ अहिले बोलिनँ। प्राइम टाइम टेलिभिजनमाथि पनि आक्रमण भएको थियो। उनीहरू आएका थिए तर उनीहरू अफिसमा आइपुग्न सकेनन्। सुरक्षाकर्मीले बिचैमा रोक्यो। मेरो भनाइ कहाँनिर भन्दाखेरि कान्तिपुर टेलिभिजनमा, अन्नपूर्ण मिडिया नेटवर्कमा, त्यसपछि गएर हिमालयन टाइम्सको गाडीमा, हिमालयन टेलिभिजनको गाडीमा, त्यसपछि गएर अनलाइन खबरको संवाददातामाथि जुन किसिमको प्रहार भयो, यो प्रहार हामी सञ्चार क्षेत्रमाथि भएको प्रहार हो। यसलाई हामीले साझा सङ्कल्पका साथ लिनुपर्छ। अझै पनि राजावादीहरूले नेपालको सञ्चार क्षेत्रलाई आक्रमण गरेर तर्साएर समाचार आफ्नो पक्षमा ल्याउन सकिन्छ भनेर सोचेको छ भने त्यो दिवास्वप्न हो। जस्तो ऋषि सर, अब हिजोको घटनालाई लिएर कतिपयले के भनेका छन्, यो दुवै पक्ष जिम्मेवार छन् है। यो सरकार पनि जिम्मेवार छ र राजावादीहरूको जुन प्रदर्शनकारीहरू छन् तिनीहरू पनि जिम्मेवार छन् यो घटनालाई लिएर। तपाईँको थट चाहिँ के छ? तपाईँको थट चाहिँ के छ? राज्यले सुरक्षा दिनुपर्छ, राज्यको काम हो। नागरिकहरूलाई सुरक्षा दिनुपर्छ, देशको नागरिकहरूलाई, जनतालाई सुरक्षा दिनुपर्छ। राज्य गम्भीर र संवेदनशील बन्नै पर्छ, त्यो राज्यको दायित्व जिम्मेवारी हो। तर हिजोको आन्दोलन अराजकता थियो। हिजोको आन्दोलन सुरु नै कसरी भयो तपाईँलाई थाहा छ। आन्दोलनको कमान्डरले गाडीमा आफू बसेर चढाएर जुन त्यो फिल्मी शैलीमा आउनुभयो नि। आन्दोलनको कमान्डर भनेको त घरमा बसेर आन्दोलन कसरी भइरहेछ, के भइरहेछ मोनिटरिङ गर्ने होला नि त। भने कमान्डरको फिल्म देखेर चकित पर्नुभयो तपाईँ? कमान्डरले नै आन्दोलनलाई अराजकतातिर लिएर जानुभयो, भान्नुभयो। भनेको दुर्गा प्रसाईकै कारण हिजोको त्यो होइन। म त भन्छु दुर्गा प्रसाईले हिजो गल्ती गर्नुभएको छ। नेपाली सञ्चार जगतमाथि आक्रमण भएको छ र उहाँको शैली, उहाँको प्रस्तुति, उहाँको अभिव्यक्ति र हिजोको आन्दोलनको कुरा गर्दा लुटपाट, आगजनी, अराजकता त्यो नेपाली सञ्चार जगतले कहिले पनि स्वीकार्दैन। हामी जसले आगजनी गर्छ, लुटपाट गर्छ, हामी विरोध गर्छौँ। जुनसुकै पार्टीले गरोस्, राजावादीले गर्दा पनि विरोध गर्छ, काङ्ग्रेस एमाले माओवादीले गर्दा पनि हामी विरोध गर्छौँ। किनभने लुटपाट हामी कसैको लागि स्वीकार्य छैन। जस्तो चाहिँ ऋषि सर, जस्तो हिजो तीन कुनेको आन्दोलनको कमान्डर त दुर्गा प्रसाई हो नि त। तर दुर्गा प्रसाईको नि कमान्डर त निर्मल निवासमा छन्, पूर्व राजा। त्यो त सरकारले छानबिन गर्नु पर्यो नि त। दोषी चाहिँ पूर्व राजा ज्ञानेन्द्र कि दुर्गा प्रसाई? होइन, सरकारले होइन। अस्ति पूर्व राजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईलाई बोलाएरै अब आन्दोलनको कमान्डर तपाईँ हो भनेर तोकिदिनु भयो नि त। र उहाँको कमान्डरले हिजो आन्दोलन गर्दाखेरि पूर्व राजा ज्ञानेन्द्र शाहको कमान्डरले के गर्नुभयो? सडकमा तोडफोड भएन, आगजनी भएन, लुटपाट भएन, भाटपट्टि लुटिएन, कति गाडी जले, दोषी को पत्रकार बताइदिनुहोस्। पूर्व राजा हत्या भएन, पूर्व राजा ज्ञानेन्द्र। त्यो त राज्यले अनुसन्धान गर्नुपर्छ। म भन्छु सरकारले अनुसन्धान गरेर दोषी को कारबाही गर्नु। आशंकालाई गर्न सकिन्छ होइन, आशंका कुरा छोडिदिनुहोस्। यस्तो घटनामा दोषी जोसुकै होस् कारबाहीको भागीदार बन्नै पर्छ। दाइ, जस्तो एभेन्यू टेलिभिजनमा काम गर्ने साथी, हाम्रो साथी हिजो कार्यक्षेत्रमै काम गर्दा गर्दै चलेर मर्नु पर्यो। यो सबै मिडिया, यो देशले, अन्तर्राष्ट्रिय जगतले थाहा पाइसकेको छ। एउटा पत्रकार काम गर्दा गर्दै कार्यक्षेत्रमा मरेको अवस्था छ। अब सरकारले उहाँको परिवारलाई कस्तो व्यवस्था गरिदियोस् भन्ने चाहनुहुन्छ? मैले त पहिलो कुरा भने शहीद घोषणा गर्नुपर्छ हो तत्कालै। दोस्रो, उहाँको परिवारलाई विशेष रूपमा चाहिँ सेवा सुविधा सम्बोधन गर्नु, माग सम्बोधन गर्नु पर्यो। तेस्रो कुरा, उहाँको परिवारमा को छ पहिचान हुनु पर्यो। राज्यले रोजगारी पनि दिनुपर्छ उहाँको परिवारलाई र राज्यले विशेष सेवा सुविधा पनि दिनुपर्छ परिवारलाई। किन भन्दाखेरि एउटा श्रमजीवी पत्रकार उहाँ हो, श्रमजीवी। किनभने अन द स्पटमा उहाँको चाहिँ युद्धमै भन्छु म। किनभने हिजोको आन्दोलनको कुरा गर्दा त्यहाँ हेर्नुहोस् कस्तो रणभूमि परिणत गर्न खोजेको थियो।
र एकजना क्यामेराम्यानको जसरी त्यहाँ हिजो हत्या भएको छ, अब त्यहाँ जसरी आगजनी भयो, त्यो आगजनीको कारण र आधार त बाहिर आइसकेको छ। त्यसलाई अनुसन्धान गरेर छानबिन गरेर राज्यले दोषीलाई पनि कारबाही गर्नु पर्यो र एबी न्युजका क्यामेरा पर्सनको बारेमा राज्य गम्भीर हुनुपर्छ र उहाँको परिवारजनलाई तत्कालै छानबिन समिति होइन, छानबिन समिति मैले भनिसकेँ। मैले त हिजोदेखि नै भने छानबिन समिति बनाऊ र अनुसन्धान गरेर छानबिन गरेर कारबाही गर, जसो कि होस्। जस्तो तपाईँ एज एउटा रिपोर्टर पनि लामो समय रिपोर्टिङ पनि गर्नुभयो, अहिले पनि रिपोर्टरकै रूपमा कतिपय ठाउँमा प्रस्तुत हुनुहुन्छ। अब पत्रकारहरूको सामाजिक सुरक्षा कोषदेखि लिएर मिडिया मालिकहरूले जुन किसिमबाट पेल्छन् पत्रकारहरूलाई, अब यो समयमा तलब नदिने, कतिपय त वर्षौँ काम गरेर तलब नपाएका मिडिया कर्मीहरू पनि हामीले भेटेका छौँ। के भन्नुहुन्छ आज तपाईँ पनि मिडिया मालिक, के देख्नुहुन्छ, के गर्नुपर्छ आखिर मिडिया मालिक? श्रमजीवी पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी लिनुपर्छ, बेलैमा पारिश्रमिक दिनुपर्छ। श्रमजीवी पत्रकारलाई काम लगाएपछि पारिश्रमिक दिनु पर्यो, त्यो उसको दायित्व जिम्मेवारी हो। मिडियाका मालिकहरूले पनि श्रमजीवी पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्नको लागि पनि वातावरण बनाउनुपर्छ र उनीहरूलाई उच्च सम्मान दिँदै उनीहरूको हक हित अधिकारको लागि काम गर्दै समयमा स्यालेरी पनि दिनुपर्छ।